नमस्कार सम्पूर्ण साथीहरुमा नेपाली शेयर बजार च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं। सधैं जस्तै नेपाली शेयर बजारसँग सम्बन्धित विभिन्न जानकारीहरु दिने क्रममा आज पनि हामीहरुले फेरि नयाँ आईपीओ खुल्न लागेको जानकारी लिएर आइपुगेका छौं। सर्वोत्तम पेन्ट्सले आईपीओ निष्कासन गर्ने मिति तय गरेको छ। यो कम्पनीले कहिलेदेखि आईपीओ निष्कासन गर्दैछ भन्दाखेरि वैशाखको 21 गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। भने यो वैशाखको 21 गतेदेखि चाहिँ विदेशमा बसेर रोजगार गरिरहेका नेपालीहरुको लागि आईपीओ निष्कासन गर्नेछ। र यो कम्पनीले भनेको चाहिँ जारी पुँजी 34 करोड रुपैयाँको 25% ले बनाउने 8 करोड 50 लाख रुपैयाँ बराबरको 8,50,000 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। र सोमध्ये 10% ले बनाउने 85 लाख रुपैयाँ बराबरको 85,000 किता शेयर चाहिँ यो विदेशमा बसेर रोजगार गरिरहेका नेपालीहरुको लागि चाहिँ निष्कासन गर्न लागेको छ। र यो आईपीओ चाहिँ वैशाखको 21 गतेदेखि निष्कासन हुनेछ भने वैशाखको 24 गतेसम्म आवेदन दिन सकिनेछ। र यदि वैशाखको 24 गतेसम्म हृतपूर्वक आवेदन परेन भने चाहिँ यो जेठको 4 गतेसम्म चाहिँ आवेदन दिन सकिने व्यवस्था चाहिँ यो व्यवस्था गरेको छ। भने यो कम्पनीको आईपीओ मा चाहिँ न्यूनतम 10 किता र अधिकतममा चाहिँ 5000 किताका लागि आवेदन दिन सकिन्छ। अब के गर्ने, धेरै त पर्दैन। आवेदन दिने भनेको जस्ट 10 किता मात्रै नै हो। र कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा चाहिँ ग्लोबल आईएम क्यापिटल लिमिटेड रहेको छ भने यसको चाहिँ यो आईपीओ निष्कासन गर्न लागि गराइएको रेटिङमा चाहिँ केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर एनपी BB- इस्युआर रेटिङ प्रदान गरेको छ। यसले भनेको कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने खालको चाहिँ क्रेडिट रेटिङ चाहिँ प्रदान गरेको छ। भने यो कम्पनीको आईपीओ मा आवेदन दिनको लागि चाहिँ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आश्वास सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू साथै सीडीएससी क्लियरिङले निर्माण गरेको यो मेरो शेयरको सफ्टवेयर तथा meroshare.cdsc.com.np बाट पनि आवेदन दिन चाहिँ सकिन्छ। र त्यसैगरी यो कम्पनी यो सर्वोत्तम पेन्ट्स चाहिँ कस्तो किसिमको कम्पनी हो भन्ने सन्दर्भमा चाहिँ यो कम्पनीले भनेको चाहिँ 2079 3/31 गतेदेखि प्रालीबाट पब्लिक लिमिटेडमा परिणत भई सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडमा अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ। र यस संस्थाले चाहिँ कम्पनी रजिस्टरको कार्यालयबाट प्रचलित कानुन तथा नियम अनुसार आवश्यक प्रक्रिया पूरा गरी मिति 2071 10/9 बाट कारोबार सञ्चालन गर्ने अधिकार स्वीकृति प्राप्त गरेको छ। र सोही स्वीकृतिको आधारमा संस्थाले आफ्नो व्यावसायिक गतिविधिहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। यसले चाहिँ पेन्ट उत्पादन गर्ने तथा बिक्री वितरण गर्ने उद्देश्यले उल्लेख भई साना उद्योगको रूपमा चाहिँ यस कम्पनीले मिति 2072 4/7 गतेबाट नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। यसले भनेको चाहिँ घर पर्खाल झ्याल ढोका धातु काठ प्लास्टिक तथा अन्य वस्तुहरूमा प्रयोग गर्ने रङहरू तथा प्राइमरहरूको उत्पादन गर्ने थोक तथा खुद्रा मूल्यमा बिक्री वितरण गर्ने कार्य गर्दछ। र यस्तो किसिमको उत्पादन गर्ने जुन रोगनहरूको चाहिँ उत्पादन गर्ने यो कम्पनी सर्वोत्तम पेन्ट्सले चाहिँ आईपीओ निष्कासन गर्दैछ। यो भन्दा अघि चाहिँ एभरेस्ट कलरले पनि आईपीओ निष्कासन गरिसकेको छ भने अब चाहिँ फेरि यो सर्वोत्तम पेन्ट्स चाहिँ फेरि विदेशमा बसेर रोजगार गरिरहेका नेपालीहरूको लागि चाहिँ आईपीओ निष्कासन गर्दैछ। र यो कम्पनीको वित्तीय अवस्था चाहिँ कस्तो छ त? वित्तीय विवरण चाहिँ यसले प्रस्तुत गरेको छ यो आह्वान पत्रमा। र यसमा चाहिँ देखिएको चाहिँ वित्तीय अवस्थाको कुरा गर्ने हो भने चाहिँ आर्थिक वर्ष 2079-80 मा चाहिँ यसको प्रति शेयर नोट चाहिँ 140 रुपैयाँ 94 पैसा, त्यसैगरी 80-81 मा चाहिँ 104 रुपैयाँ 65 पैसा र 81-82 मा 110 रुपैयाँ 70 पैसा यो वास्तविक विवरणमा देखाइएको छ। भने त्यसैगरी यो प्रक्षेपित विवरणको कुरा गर्ने हो भने चाहिँ आर्थिक वर्ष 2082-83 मा चाहिँ 117 रुपैयाँ 94 पैसा, 83-84 मा चाहिँ 130 रुपैयाँ 82 पैसा र 84-85 मा 143 रुपैयाँ 84 पैसा पुग्ने चाहिँ प्रक्षेपण गरिएको छ यो प्रति शेयर नेटवर्थ। भने यसको प्रति शेयर आम्दानीको कुरा गर्दाखेरि चाहिँ 79-80 मा चाहिँ 2 रुपैयाँ 24 पैसा, 80-81 मा 3 रुपैयाँ 39 पैसा र 81-82 मा चाहिँ 7 रुपैयाँ 58 पैसा प्रति शेयर आम्दानी यो वास्तविक विवरणमा देखाइएको छ। भने प्रक्षेपित विवरणको कुरा गर्दाखेरि 82-83 मा 10 रुपैयाँ 31 पैसा, त्यसैगरी 83-84 मा 12 रुपैयाँ 88 पैसा र 84-85 मा चाहिँ 13 रुपैयाँ 2 पैसा पुग्ने प्रक्षेपण गरिएको छ। र यसको नेट प्रेजेन्ट भ्यालुको कुरा गर्ने हो भने चाहिँ 63 करोड 45 लाख
६९,७८२ रुपियाँ ५४ पैसा रहेको छ र यसको साधारण लगानी फिर्ता हुने अवधि चाहिँ 6.60 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भनेको 7.10 वर्ष रहेको छ र यस्तो किसिमको वित्तीय अवस्था र क्रेडिट रेटिङ रहेको यो कम्पनी सर्वोत्तम पेन्ट्स लिमिटेडले चाहिँ विदेशमा बसेर रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ निष्कासन गर्दैछ। यसमा हजुरहरूले आवेदन दिनको लागि तयारी गर्दै गर्नुहोला। हवस् त, धन्यवाद।